अब धेरै स्टुडेन्टहरूलाई चाहिँ साइप्रस नै किन अप्लाई गर्ने हो, साइप्रस चाहिँ त्यस्तो के छ र भन्ने सोच होला। साइप्रस कति बेला अप्लाई गर्ने हो भन्दाखेरि यदि तपाईँको जिपिए कम छ अनि ग्याप धेरै छ र आइएल्समा पनि स्कोरहरू कम छ भने तपाईँले चाहिँ अब अलिकति सस्तो खालको अनि उता सर्भाइभ हुन सजिलो हुने अनि डिग्री पनि राम्रै खालको भ्यालुएबल त्यस्तो खालको अप्सन्सहरू खोजिरहनु भएको छ भने चाहिँ साइप्रस चाहिँ तपाईँले एउटा राम्रो अप्सन्सको रूपमा हेर्न सक्नुहुन्छ। किनभने साइप्रसमा तपाईँको जिपिए 2 मात्र आइपुग्यो अथवा पर्सेन्टेज चाहिँ 50% भइपुग्यो, ग्याप 10 वर्षसम्म नि सजिलै लिन्छ, साथसाथै तपाईँको आइएल्समा पनि ओभरअल 5 मात्र आए पनि पुग्यो है। त्यस्तै विदाउट आइएल्स पनि अप्सन चाहिँ हुन्छ, तर नर्मल्ली आइएल्समा 5 चाहिँ आउनुपर्छ भनेर चाहिँ बुझ्दा भयो है। त्यस्तै तपाईँले अब उता युकेमा के अरे साइप्रसमा गएर तपाईँले डिग्री भनेको चाहिँ युके डिग्री पाउनुहुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँको डिग्री पनि पछि ब्याचलर क्लियर भएपछि पनि काम लाग्ने भयो है। त्यस्तै फीको हिसाबको कुरा गर्नु भन्दाखेरि जम्मा 6500 1 इयरको हुन्छ, त्यसपछि सेकेन्ड र थर्ड इयरमा गएर चाहिँ जम्मा 4000 युरो मात्र भए पनि पुग्यो है। त्यस्तै तपाईँको लिभिङ कस्टको कुरा गर्नुहुन्छ भने त्यहाँ खाना बस्नलाई जम्मा 350 युरो मात्र भए पनि पुग्छ भने स्टुडेन्टहरूले नर्मल्ली 800 युरोसम्म चाहिँ सजिलै कमाइरहेको हुन्छ पर मन्थमा। त्यसरी यसो हेर्दाखेरि डिग्री पनि राम्रो आउने अनि लिभिङ कस्ट पनि कम भएको प्लस सेभिङहरू पनि हुने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले साइप्रसलाई पनि एउटा अप्सनको रूपमा चाहिँ हेर्न सक्यो। साथसाथै भिसा चाहिँ रिजेक्सनको चाहिँ अहिलेसम्म रेकर्ड नै छैन भनेपछि ढुक्क भएर भिसा अप्लाई गर्दा पनि भयो है त। थप केही जानकारी चाहिएमा के अझै बुझ्नु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।